हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ हामी आएको छौँ माछा किन्नलाई। अहिले हल्का 4-5 बजेको छ है, साँझको टाइम। तर अझै घाम लागिरहेछ, र देख्न सक्नुहुन्छ मैले यहाँ पापाजीसँग छु है। अनि अहिले कस्तो मजाले घाम लागेको छ है, अब सनसेट पनि ला। तर अहिले कस्तो हेर न, कस्तो मजाले उज्यालो भयो। हामी चाहिँ ठ्याक्कै अहिले गोल्ड नजिकै छौँ है, यो माछा किन्ने ठाउँमा। र अब हामी माछा किनेर चाँडै पनि बेच्नेछौँ। र अहिले हामी यो अहिले के भन्छ अरे यो अलिक सफा रहेछ है, तासिरहेको यो माछा। यहाँ चाहिँ अलि राम्रै माछा पाउँछ है। तर के हो अस्ति लास्ट टाइम खाने बेला चाहिँ त्यो माछा खाएर हल्का फुड पोइजन भएको जस्तो भएको थियो। अब यसपालि हेर्नु कस्तो हुनेछ यो माछा। राम्रो भयो भने राम्रो हुन्छ, त्यस माछा चाहिँ नबिग्रियोस्। एकछिन अब है हामी यति हल्का अगाडि आएको के हामी अब फलको पसलमा के पो किन्छु भन्नुभयो अहिले। अब लस्सी के किन्छ हामी, अब के खाने राम्रो चिज पायो भने किन्छौँ। तर यसो हेरेको चाहिँ छैन यार त्यसो खासै खाने चिज टाइपको। अलरेडी घरमा छ यो सागहरू त खासै राम्रो देखिन क्या अरे। त्यही भएर हामीले सुन्तला किनेको छौँ है, 1 केजी जति। अब यो खाएर लाग्छौँ हामी खाजा खान। सो कतिले थाहा नहोला है यो ठाउँ। यो चाहिँ एकदम पुरानो पसल हो। अहिले चाहिँ लोकेसन सिपा है। यो चाहिँ यो के हात्तीगोडा भन्ने ठाउँको ठ्याक्कै अपोजिट साइडमा अलिक सरेको छ। तपाईँको यो निर्मल बेकरी भनेर चिनिन्छ यो ठाउँलाई चाहिँ। यो सप अनि यहाँ चाहिँ एभ्री भेज आइटमहरू अभाइलेबल छ। लाइक जस्ट तपाईँको अब भेज पिज्जाहरू भयो होइन, मोमोदेखि लिएर एभ्रिथिङ। इभन अहिले यहाँ बर्गर पनि बनाउनु छ र अहिले ड्याडीले टेस्ट गरिदिनु छ। एकदम दामी भएको थियो भन्नुभएको थियो। इभन मलाई पनि एकदम बबल लाग्यो है, म चाहिँ यहाँ जहिले खाइरहन्छु। यहाँदेखि हेरिदिनु भएकोमा धन्यवाद। Don't forget to like and subscribe to my channel. Thank you for watching. Bye bye.